हेलो एभ्रिवान, नमस्कार, राधे राधे। हजुरहरू सम्पूर्णलाई स्वागत छ मेरो अर्को एउटा नयाँ भिडियोमा। र आज हामी तीनैजना तयार भएर निस्केका छौँ र बाबुजी कसैलाई भेट्न जाँदैछन्। कहाँ हिँडेको छोरो? कहाँ अरे? आज चाहिँ हामी जाने अब तीनजना निस्क्यौँ। अब कहाँ हिँडेका हौँ हजुरहरूलाई म भरे देखाउँछु, थाहा पाउनुहुनेछ। अहिले चाहिँ अब हामीहरू जान आँटेका। बाई बाई। बच्चाहरूको खुसी नै त अब आमा बाबाको खुसी हो नि त, होइन? र अब त्यो भनेर हर जिद हर डिमान्ड त बच्चाहरूको पुरा गर्न सकिँदैन। जति पनि सकिन्छ, जुन चाहिँ आफूलाई यो चाहिँ ठिक हो जस्तो लाग्छ त्यो त अब सक्ने त गर्नै पर्यो नि त, होइन? अनि उनको अब 2-3 दिनदेखिबाट जिद भइरहेको थियो र अनि अहिले चाहिँ हामी हिँड्यौँ र यहाँ बाबा साहेब अम्बेडकर चोकबाट हामीहरू उता टन्ल्यौँ र फाइनली हामी पुगी पनि सक्यौँ। र यो सिँढीमा हामीहरू माथि जाँदैछौँ। हाम्रो बाबुको चाहिँ उही फुरफुर मात्रै हो, हिँड्ने ओर्ने भनेर, र गाडीमा बसिसक्दा चाहिँ उनिदाइहाल्छन्। र यो फाइनली हामी पुगेका घर आएकै नींद खोल गया। हाँ, पुराना बिल्डिङ है, लेकिन बहुत अच्छा है। फाइनली हामी पुगी पनि सक्यौँ र बाबुको निन्द्रा पनि खुल्यो र ऊ एकदम यताउता हेर्न थाले। र यता बाबुका बाबा चाहिँ उता बसिरहनु भएको छ। र हामी आएका चाहिँ कहाँ हौँ गाइज? कहाँ भन्नुहुन्छ भने हामीहरूको छेउमा छिमेकी हुनुहुन्थ्यो। उहाँहरू अब केही यहाँ नमिल्नाले गर्दा अब सहरमा त्यही त हो, अनि उता सर्नु भएको थियो र उहाँहरूलाई नै भेट्न हामी गएका। बाबुसँग यति लगाव, हामीहरूसँग यति लगाव भयो नि त उहाँ छिमेकीहरूको। अब त्यस्ता छिमेकी कति आउँछन् कति जान्छन् सहरमा, तर उहाँहरू चाहिँ अत्यन्त राम्रो हुनुहुन्थ्यो। र उहाँहरू पनि आउँदाखेरि अब रुवाबासी हुन्छ जाने बेला, त्यस्तो खालको। अनि बोलाको बोलाइ गर्दै हुनुहुन्थ्यो। बाबु पनि जतिखेर उठ्थे बस्थे उहाँहरूकै नाम लिने। अब दिनभरि उतै हुन्थे, अनि त्यही भएर उहाँ लिएर गएका। बाबु धेरै खुसी छन्।